हामी चाहिँ ढोरपाटनको परिक्रमा गर्दैछौँ। यस यस म लोकल भाले म यहाँ लोकल मान्छे हामी चाहिँ बाहिरबाट आएको हामी चाहिँ बोल्ने होइन के दिदी बहिनी भन्नुपर्छ। दिदी बहिनी त भने बोइलर र लोकल त हामी चाहिँ घुम्न जाँदैछौँ भाइ। आज भाइ यो हाम्रो चाहिँ गाइड गर्नु चाहिँ कहाँ लैजानुहुन्छ थाहा छैन। हामी ढोरपाटन भन्ने मतलब पाटनमा जान्छौँ फुलेको यता हेर एकचोटि हाम्रो चाहिँ यहाँको लोकल मान्छे है। दाइ हुनुहुन्छ कि भाइ हुनुहुन्छ हामीलाई सबै यहाँले दाइ भाइ सबै दाइ भाइ हो। यहाँ चाहिँ पहेँलो फुल फुलिरहेको छ साथीहरू। आज चाहिँ हामी ढोरपाटन घुम्दैछौँ। अरू साथीहरू भित्र हुनुहुन्छ। यहाँ भ्यू हेर्न सक्नुहुन्छ। यस्तो ब्युटिफुल नेचर छ। हेर्न आउनुहोस् है तपाईँहरू मिस नगर्नु होला। अनि आएर चाहिँ हाम्रो नेसनल रेस्टुरेन्टमा होटेलमा बस्नु होला। एकदम राम्रो छ। तपाईँहरूलाई बुर्तिबाङदेखि ढोरपाटनसम्म ल्याउने राख्नेको व्यवस्था चाहिँ यहाँ आफै नै गर्नुहुन्छ। 7459829339 कन्ट्याक्ट गर्ने 9764534393 है गाइस। हामी चाहिँ यहाँ फर्स्ट टाइम बसेको तर एकदमै सर्भिसदेखि लिएर सबै ट्रिटहरू गर्ने हामी यस्तै चुलबुले छौँ। एकदम रमाइलो लाग्यो। साथीहरू हेर्न सक्नुहुन्छ। तपाईँहरू नआइदिनु भिडियो मार्फत चाहिँ हजुरहरूलाई देखाइरहेको आयो भन मान्छे राजु जाम घुम्न। त्यहाँ भिडियो कहाँसम्म बनाउनु पाइन्छ भाइ भनिदिनु होला है। कहाँसम्म भन्नु होला है। बनाउनु पाइन्न भनेर हाम्रो साथीहरू चाहिँ 15-16 जनाको ग्रुपमा छौँ हामी। अरू साथीहरू बुकीपाटन जानुभयो। हामी चाहिँ अलिकति गाह्रो लाग्यो हामीलाई हिँड्न चाहिँ। एकदमै रमाइलो भइरहेछ है साथीहरू। तपाईँ पनि आउनु होला। भ्यू पनि देखाउने यति फेस पनि देखाउनु। फेस त अहिले यस्तो राम्रो छ। तपाईँहरू पनि आउनु होला साथीहरू। तर यदि आउनुहुन्छ भने डबल क्यापको पछाडि टर्निङ बसेर आउनु होला है। यो टोक्रोमा हेर्नु भित्र बसेको चाहिँ मिस गर्नुपर्छ। यो मन्दिर त पाइन्छ होइन भाइ? यहाँदेखि पाइयो त एयरपोर्ट एरिया हो। चढ्ने नचढ्ने घोडा त अहिले फुलमा चढ्ने फुले ठाउँमा। तर त्यो घोडालाई बोला जान पर्छ केटी हो जान। हामी हिजोको भाइहरूको फोन कन्ट्याक्ट गरिदिनु त भाइ तपाईँ। होइन कि हामीले पैसा दिन्नौँ क्या यदि त्यस्तो फुलेर हुन्छ भने। फेरि त्यो फुलको नाम के हो? ए खोलाको नाम उत्तर गङ्गा। खै सानो छ त सानो मेन खोला उतार गइरहेछ। उत्तर बग्ने खोला। यो खोलाको नाम के हो भाइ? उत्तर गङ्गा। हेर्नुहोस् है उत्तर गङ्गा उत्तरतिर बगिरहेको छ है। टक्सराको जस्तो तर त्यति बाक्लो त छैन। टक्सरा जस्तो सेम त तर अलिअलि छ है। अलिअलि चाहिँ छ। हेर्न सक्नुहुनेछ। हावाले उडाएर भाइ गएर ल्याइदिनु भयो टोपी उडाएर। फुल नभएको ठाउँमा त बस्दै बस्दिनँ। साथीहरू हामी त भिडियो फोटो खिचेर फर्किँदैछौँ। फर्किँदा चाहिँ यो हालत यस्तो छ। यो कपडा गरी सिद्धेर भिजेर यस्तो छ यो हालत चाहिँ। कपडा पनि छैन सबै भिजाएर यसरी राखेछौँ। तपाईँहरू आउनुहुन्छ नि पानी बोट हालेर आउनु होला है। गमबुट